हेलो गाइज वेलकम टु माई न्यू ब्लग है न्यू भिडियो। आज चाहिँ पार्ट 2 बनाउँदैछु है मैले त्यो टोखा साइट टोखा प्रोजेक्ट 1 को पार्ट 2 बनाउँदैछु। आज चाहिँ डे 4 हो है। च्यानललाई चाहिँ हेरेर लाइक सब्सक्राइब गरिदिनु है गाइज। भिडियो पुरा हेरिदिनु है त अन्तिमसम्म। अब म कारखाना निस्किन आँटेको हिजोको साइटमा जान्छु, फ्रेमिङ गर्छु अनि कम्प्लिट भिडियो चाहिँ अब 3-4 दिनमा आउँछ है साथीहरू। ल साथीहरू है हामी साइट आइपुग्यो। हामी जान्छौँ, काम गर्छौँ। फ्रेमिङ भयो ग्राउन्ड फ्लोरको, फर्स्ट फ्लोरको। खाना खान जान्छौँ अब हामी। ल साथीहरू हाम्रो काम गरिसकेपछि भात खाने अड्डा चाहिँ यही हो हैन। हामीले चाहिँ तल फ्रेमिङ गरी भ्याएर यहाँ माथि आइसक्यौँ। अब यो माथिको हाल्छौँ है। अनि यो आज फ्रेमिङ सिद्धिन्छ अनि त्यहाँपछि अरू काम भोलि पर्सि गर्नुपर्छ। 1.5 घन्टामा यति अड्काउन मात्रै भ्यायो है। फ्रेमिङ अझै बाँकी नै छ, फ्रेमिङ गर्दैछौँ, गर्न आँटेछौँ। हेर्दै गर्नुहोस्। र साथीहरू है यो 4 दिनको दिनमा चाहिँ यो 2टा फ्लोरको फ्रेमिङ चाहिँ भ्यायौँ है। अब अर्को 3 दिन 4 दिन लाग्छ। यसको सिसाहरू पल्लाहरू अल टोटल हुन्छ नि त, यसमा लाग्ने चिजहरू फिनिसिङ गर्न अर्को 4 दिन लाग्छ। ल आज डे 4 कम्प्लिट। र साथीहरू है आज 5औँ दिन होइन। तपाईँहरूको त छुट्टी होला है, मेरो त छुट्टी छैन। के गर्नु, गदा पेलाई हान्नुपर्छ है। अहिले चाहिँ म क्लिप काटिरहेको छु। आज क्लिप र सिसाको काम गर्नुपर्छ। आज 5 दिन भनेपछि 6, 7, 8 दिनसम्म सिधाउनु भए नि हुन्थ्यो है त्यो। 8 दिनसम्म सिधो त मजा आउँथ्यो, नत्र त तेल भाडा। हामी चाहिँ ल सिसा काट्दैछौँ है टोखा प्रोजेक्ट 1 को लागि। यसरी भाँचिन्छ सिसा हाल्दै यसरी प्याकिङ गर्दैछौँ। यो चाहिँ पल्ला हो, यो गुड्ने पल्ला भइहाल्यो स्लाइडिङको। यस्तो हुन्छ है साथीहरू, के भन्नु अब होइन। ल यसलाई चाहिँ गाइड भन्छ है, गाइड भन्छ यसलाई। ट्याक्क हाल्ने पनि हाल्ने। अनि यस्तो स्क्रु हुन्छ, स्क्रु हाल्ने। ट्याक ट्याक लाएर
कस्टिङ यता पनि कस्टिङ आयो ल तपाईँहरू सबैजनाले हेर्न सक्नुहुन्छ होला यसरी चाहिँ रबर हाल्ने हो आल्मुनियमको अलि रेस्पेक्ट गरेर बोल्नुपर्छ क्या अनि त्यसपछि धेरै सब्सक्राइबर बढ्छ थाहा चाहिँ थाहा छैन यसरी हाल्नुपर्छ होइन त्यसो सपोर्ट गरिदिनु होला हाम्रो दाइलाई होइन मेरो त यसै सपोर्ट छ उसै सपोर्ट छ होइन दाइ जे हाले नि भाइरल हुन्छ म त अब दाइको नि त्यस्तै बनाउनु पर्यो गाइजहरूले मिलेर सबजनाले होइन ल अब आजलाई चाहिँ यति नै हो होइन काम त अझै अर्को साइडको पनि छ प्रोजेक्ट 2 हो यो चाहिँ होइन प्रोजेक्ट 2 को भिडियो पनि बन्छ प्रोजेक्ट 1 पहिला कम्प्लिट गर्नुपर्छ आज डे 6 कम्प्लिट भयो त ल हाम्रो चाहिँ सिसा आइपुग्यो है साइडमा अब यो साइडमा सिसा हाल्न थाल्नुपर्छ झ्याप कि झ्याप बल्लाहरू सिसाहरू ल है साथीहरू अब हामीले चाहिँ 7 दिन काम गर्दाखेरि यति काम गरेका थियौँ होइन अनि 7 र 8 दिन काम भयो हाम्रो चाहिँ टोटल 8 दिन काम गर्दाखेरि यो पुरै घर कम्प्लिट भयो है यो घरमा पुरै सिसा हालिसकेपछि चाहिँ यस्तो देखिरहेछ होइन अब सिसा हाल्नुभन्दा अगाडि चाहिँ यो यस्तो थियो क्या यो चाहिँ फर्स्ट डेमा हो नाप्दाखेरि यस्तो थियो अनि 4-5 दिन काम गरिसकेपछि यस्तो भयो अनि अहिले चाहिँ देखाइरहेको चाहिँ 7 र 8 दिनको काम हो होइन 7 र 8 दिनमा चाहिँ हाम्रो लगभग काम सबै सिद्धियो होइन यो चाहिँ अब फुल घर हेर्नु न यस्तो देखाएको छ ल अब साथीहरू है भिडियोलाई हेरेर साथ सपोर्ट गरिदिनु होला माया गरिदिनु होला प्रोजेक्ट 2 पनि भइरहेछ प्रोजेक्ट 3 को नि मैले कटिङहरू लगभग गरिसकेँ त्यही भएर यो काम ढिलो भयो होइन नत्र मैले यो लगभग पनि 5 देखि 6 दिनसम्म यो भ्याइदिन्थेँ 2टा घरको काम गरिरहेको छु अनि यो शुद्ध 3टा घरको काम हुन्छ सो अलि लेट भयो है भिडियो आउनुलाई ल सब्सक्राइब गरिराख्नु लाइक हानिदिनु है अरू के भन्नु